पहिला वर्ष दुई प्रकारका हुन्छन्। एउटा अर्डिनरी इयर, एउटा चाहिँ लिप इयर। एउटा अर्डिनरी इयर, एउटा लिप इयर। अर्डिनरी इयरमा 365 दिन हुन्छ, लिप इयरमा चाहिँ 366 दिन हुन्छ। अर्डिनरी इयरमा फेब्रुअरी 28 मात्रै हुन्छ, लिप इयरमा फेब्रुअरी 29 हुन्छ। 4ले निशेष भाग जाने वर्ष, 4ले निशेष भाग जाने वर्ष, निशेष भाग जाने वर्षहरू, 4ले निशेष भाग जाने वर्षहरू जस्तै 2000 के अरे नजाने भने जाने भने 2001, 2002, 2003, 2005 अप टु 4ले निशेष भाग जाने वर्षहरू, निशेष भाग जाने वर्षहरू, 4ले निशेष भाग जाने वर्षहरू जस्तो 2004, 2008, 2012, 2016 अप टु अब हेर्नुहोस् है, 400ले निशेष भाग नजाने, 400ले निशेष भाग नजाने सेन्चुरी इयर, सेन्चुरी इयर। 400ले निशेष भाग नजाने सेन्चुरी इयर जस्तै 400ले निशेष भाग नजाने सेन्चुरी इयर चाहिँ जस्तै 2000 के अरे 1300, 1400 इयर चाहिँ यो 1200, यो 16। अब यो चाहिँ शताब्दीको अन्तिम दिन चाहिँ यो चाहिँ पुरै यो जनवरी 1 हुन्छ, यसको मात्रै हो। शताब्दी वर्षको अन्तिम दिन चाहिँ विषम हुँदैन। शताब्दी वर्षको अन्तिम दिन विषम हुँदैन। अन्तिम दिन चाहिँ विषम, बी भने बिहिबार, स भनेको शनिबार, म भनेको मङ्गलबार। विषम, बी भने बिहिबार, स भनेको शनिबार, म भनेको मङ्गलबार। यो चाहिँ हुँदैन। यो चाहिँ यसको पनि हो, यो शून्य आउनेको जस पनि हो। पहिला यदि सारौँ अनि म एकचोटि क्लियर पार्छु। पहिला सार्नुहोस् त, यहाँ पहिला एकचोटि हेर्नुहोस्। अर्डिनरी इयरमा 365, लिप इयरमा 366, एक दिन एक्स्ट्रा हुन्छ। त्यो एक्स्ट्रा हुने चाहिँ फेब्रुअरी 28 हुन्छ अर्डिनरीमा, लिप इयरमा 29 हुन्छ। 4ले निशेष भाग नजाने शुद्ध अर्डिनरी भयो, जाने चाहिँ लिप इयर भयो। तर शताब्दी वर्ष छ भने चाहिँ 4ले गएर हुन्न, 400ले निशेष भाग जानु पर्यो। शताब्दी वर्ष छ भने चाहिँ 4ले गएर हुँदैन, 400ले निशेष भाग जाने हुनु पर्यो। 4ले गएर हुँदैन, 400ले। तर 400ले निशेष भाग जाने वर्षको पहिलो दिन शनिबार हुन्छ। पात्रो नै सुरुवात त्यहाँ भयो। 00 डेटै पहिलो डेट चाहिँ सैटरडेबाट सुरु भएर अनि यो चाहिँ 00 को डेट सैटरडेको पहिलो दिन महिनाको, अनि सबै त्यही सिस्टममा 400 वर्षमा क्यालेन्डर दोहोरिँदै आउने भयो। यो भयो। तर यो शताब्दीको अन्तिम दिन चाहिँ विषम नहुने, बी भने बिहिबार, स भने शनिबार, म भने मङ्गलबार। जब यो चाहिँ शताब्दी वर्षको पहिलो दिन शनिबार पर्यो, यी बार चाहिँ पर्दो रहन्छ। हो, अब यसमा चाहिँ यो चाहिँ सबैमा हो, यो चाहिँ विषम नहुने चाहिँ जनवरी 1 हुन्छ, यसमा मात्रै हो। अब यति बुझेपछि त ल आइहाल्छ। ल म यहाँ एउटा दुइटा लेख्छु, तपाईँले भन्नु है यो कुन चाहिँ लिप इयर होइन, यहाँ के अरे कुन चाहिँ लिप इयर हो, यहाँ दिएकोमा कुन चाहिँ लिप इयर हो, कुन चाहिँ लिप इयर होइन, कुन लिप इयर होइन।
यहाँ दिया मध्ये एउटा लिप इयर होइन, कुन चाहिँ होइन? यहाँ दिएको मध्ये एउटा लिप इयर छैन, त्यो कुन चाहिँ हो? यो हो, यो हो, यो होइन। अब यो आउँछ। अब मुठी गर्नुहोस्, महिनाको चाहिँ मुठी गर्नुहोस्। अब तपाईँहरूले महिनामा मुठी गर्नुहोस्। यसरी गरे पनि हुन्छ। जनवरी 31, फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन, जुलाई। डाँडा परे जति 31, खालो परे जति 30, तर फेब्रुअरी त सम्झनै पर्यो। अथवा 1 महिना, 3 महिना, 5 महिना, 7 महिना, 8, 10, 12 यति महिनामा 31 दिन हुन्छ। 1, 3, 5, 7, 8, 10, 12 यति महिनामा 31 दिन हुन्छ। यति महिनामा 31 दिन हुन्छ। अनि 4, 6, 9, 11 यति महिनामा 30 दिन हुन्छ। अनि फेब्रुअरी 2 महिनामा त कि 28 कि 29, यो लिपमा 29 नभए 28 अर्डिनरीमा। भनेपछि यसरी सम्झने हुन्छ। अब 100 आइयो नि, 100 र 24 जोड्नुहोस्। 124 लाई 7 ले भाग गर्दा 5। 100 वर्षमा 5 वटा अड्डे हुन्छ। 100 वर्षमा प्रत्येक वर्षमा एउटा हुन्छ। 24 वटा लिप इयर हुन्छ। 124 को सकियो। नेपाली पात्रोको सिस्टम तिथि। हाम्रो पात्रोको चाहिँ यो चाहिँ हाम्रो पात्रोलाई लुनी सोलार भन्छ, अङ्ग्रेजी पात्रोलाई सोलार भन्छ। उनीहरूको सूर्यको मात्रै त्यो उसलाई आधार मानिन्छ। हाम्रो चाहिँ मेन चन्द्रमाको आधार हुने गरेर तिथि हुन्छ। हाम्रो दसैँ सधैँभरि एउटै दिन पर्दैन, तिथिमा पर्ने हो। तिथि चाहिँ एउटै पर्छ सधैँभरि। अब कोही हाम्रो मान्छे मर्यो भने श्राद्ध तिथिमा पर्छ, एउटै गते एउटै दिन एउटैमा पर्दैन। त्यहाँ अमेरिकातिर मान्छे मर्यो भने मे 1 मा मर्यो भने त्यसको श्राद्ध सधैँभरि मे 1 मै। श्राद्ध त के भने यसो ल त्यो मान्छे गाडा ठाँ फुलछुल चढाउने गर्ने चाहिँ त्यही मे 1 मै हुन्छ। अब हाम्रो त त्यस्तो हुँदैन। त्यो मान्छे कुन तिथिमा मर्यो त्यो तिथि अनुसार हुन्छ। अनि हाम्रोमा चाहिँ लिप इयर भन्ने हुँदैन, मलमास र क्षयमास भन्ने हुन्छ। त्यो तिथि सर्दाखेरि 3 वर्षमा त 1 महिनाका तिथि नै स्टप राख्छन्। उनी मात्रै त ब्यालेन्स हुन्छ। कहिलेकाहीँ तपाईँको दसैँ पछाडि धकिएर आउँछ, कहिलेकाहीँ अगाडि हुन्छ। त्यो कारण चाहिँ मलमास भन्ने हुन्छ, क्षयमास भन्ने हुन्छ। त्यो चाहिँ अब चन्द्रमास अनुसार हुन्छ। हाम्रो चाहिँ लुनी सोलार, अङ्ग्रेजी चाहिँ सोलार। अहिले हामीले यहाँ पढ्ने चाहिँ सबै सोलार। नेपालीमा नि हुन्छ सबै यही हो। तर नेपालीको चाहिँ यस्तो महिना चाहिँ फिक्स हुँदैन। उसले वैशाखमा 31 दिन, जेठा 32 दिन, असारमा 30 दिन भन्छ कि कस्तो। त्यही भएर इङ्ग्लिसमा सोध्छ बढी। त्यो त्यति सबै सिस्टम चाहिँ एउटै हो। एक मिनट भनौँ, पानी खानु पर्यो। अन्त फ्राइडे कुन दिन पर्छ थाहा भइहाल्छ। अप्रिल 1 मा के बार थियो यो डे भनेको। अब यसलाई तपाईँलाई यस्तो आयो भने पहिला तपाईँलाई 2 तरिकाले सिकाउँछु। फर्स्ट मेथड एउटा, सबभन्दा सजिलो 2000 बाट जाने, सबभन्दा सजिलो चाहिँ 2000 बाट जाने। 2000 जनवरी 1 सैटरडे, 2000 जनवरी 1 सैटरडे भए। सन् 2000 जनवरी 1 सैटरडे भए। एउटा यसलाई जाने, म दुईटा सँगसँगै राखिदिन्छु। अर्को चाहिँ आजबाट गए नि हुन्छ। दोस्रो मेथड चाहिँ, सेकेन्ड मेथड चाहिँ आजबाट गए नि हुन्छ। सन् 2018 को पर्ने, सन् 2018 को अप्रिल 1 मा के बार थियो भन्ने। वाट। अब आजको डेट कति हो त? अब जनवरी कति हो आज? 13। एउटा आजलाई लिएर जान नि सकिने हो, एउटा चाहिँ यो 2000 लाई लिएर जान नि सकिने हो। सहिलो चाहिँ यो हुन्छ। अब म दुईटालाई सँगै तपाईँलाई तुलना गर्दै गराइदिन्छु। तपाईँले सबै रुल यहाँ आइसक्छ, टेन्सन छ।
अब इयरको अड्डे निकाल्ने तरिका, इयरको अड्डे निकाल्दा, इयरको अड्डे निकाल्दा, इयरको अड्डे निकाल्दा सुरुका दिन, इयरको अड्डे निकाल्दा सुरुको इयरमा वर्षको फरक प्लस ती वर्षका बीचमा रहेको लिप इयरको संख्या, बीचको वर्षको फरक प्लस ती वर्षका बीचका लिप इयर। अब मैले अहिले यहाँ महिना र गतेमा गएको छैन है, मैले यो इयरको अड्डे निकाल्ने तरिका मात्रै सिकाइरहेको छु। यो दुईटा वर्षको फरक, यो दुईटा वर्षको फरक कति हुन्छ? 2000 र 18 को फरक 18, यो दुईटा वर्षको फरक 7, सँगै यहाँ हेर्नु, यो 25 र 18 को फरक 7, 2018 को फरक 18, दुईटा वर्षको फरक। ती वर्षका बिचमा रहेका लिप इयर, एउटा 2000 आफैमा लिप इयर हो, एउटा 2004 हो, एउटा 2008 हो, एउटा 2012 हो, एउटा 2016 हो। यसमा 5 वटा हुँदो रहेछ। यसमा चाहिँ 2020 एउटा, 4 ले भाग जाने 2024 एउटा, यो 2 हुँदो रहेछ, 7 2 ले 9, 18 5 ले 19, अब के 18 5 ले 23, 18 5 ले 23, 7 2 ले 9। अब हप्तामा 7 दिन हुन्छ, हप्तामा 7 दिन हुन्छ, 7 ले 23 लाई भाग गर्ने, 7 3 21, यो अड डे 2, यो जुन रिमाइन्डर रह्यो यो चाहिँ अड डे हो। 9 लाई 7 ले भाग गर्ने, 7 1 आना 7, अड डे 2। यो पास्ट भएको हुनाले माइनस, पास्टमा माइनस, फ्युचरमा प्लस। यो 2000 का लागि 2018 फ्युचर, फ्युचर भने प्लस, पास्ट 25 का लागि 18 पास्ट माइनस। अड डे निकाल्ने तरिका यो, इयरको अड डे निकाल्ने तरिका यो। हप्तामा 7 दिन हुन्छ, यो दुईटाको फरक 18, बिचमा एउटा, दुईटा, तीनटा, चारवटा, 5 वटा लिप इयर, 18 5 ले 23, हप्तामा 7 दिन हुन्छ, 7 3 21, यो जुन अड शेष छ यो 2। अब यहाँ पनि अब अहिले तपाईँले 100 वर्षमा भन्नुभयो, त्यही 100 वर्षको फरक 100 भइगयो। होइन 100 वर्षमा कतिवटा अड्डे हुन्छ भनेर सोध्नु भएको थियो। 100 वर्षमा 100 भइगयो, 24 वटा लिप इयर हुन्छ, बीचको लिप इयर, यो फरक 100 वर्षमा 100, बीचका लिप इयर 24, 124 लाई 7 ले भाग गर्दा 7 1 आना 7, 5 4 7 7 49, शेष आयो 5, यो चाहिँ अड्डे। 100 वर्षमा 5 वटा अड्डे हुन्छ, यसरी भएको हो। घटाउन आउँछ कि आउँदैन? जोड्न घटाउन जान्नु पर्यो। जोड्न घटाउनै नआए खत्तम भइगयो। यहाँ समस्या कहाँनिर? 2025 र 18 को अन्तर 7 हो। त्यहाँ हेर्नुहोस्, यहाँ वर्षको फरक भनेको छ, यो 2025 र यसको फरक 7, नबुझे कहाँनिर? यो दुईटालाई घटाउन आउँछ होइन, 25 बाट 18 घटाउँदा 7, ती वर्षका बिचमा रहेका लिप इयर, यो 25 र 18 का बिचमा रहेका लिप इयर दुईटा, 7 र 2 जोड्दा 9, हप्तामा 7 दिन हुन्छ भन्ने त आइतबारदेखि शनिबारसम्म थाहा छ नि, 7 दिन हुन्छ। 7 ले 9 लाई भाग गर्दा 7 1 आना 7, यो 2 शेष आयो, यसलाई भन्छन् अड्डे। ल यहाँ जोड घटाउ भन्दा के सिकाएको ल भन्नु? केही नै सिकाएको छैन, जोड घटाउ मात्रै सिकाएको। पहिला इयरको अड्डे निकाल्न समस्या छ, पहिला यहाँ हेर्नुहोस् एकचोटि, अर्को म दिन्छु। अहिले तपाईँले त म गएकै छैन, तपाईँलाई दुईटा मैले सँगै राखेर यहाँ क्लियर पारेको छ, त्यहाँ नियम लेखाएको छ, सबै गराएको कहाँ नहुनु। के अरे त्यो बिनीलाई प्रासलाई काम लाग्छ, टिएससीमा चाहिँ छैन। न्युमेरिकलको नभएको भने यही मात्रै हो टिएससी। यो खर्दार र सुब्बाको लागि त चाहियो। खर्दार र सुब्बाको एउटा टिएससी भन्दा बाहेक सबैलाई चाहियो। अब यहाँ केही गाह्रो छ? यहाँ अब इयरको अड्डे निकाल्नुहोस् त। ल 2007 र 2018 को अड्डे निकाल्नुहोस्।
यो दुईटा वर्षको अड डे कति हुन्छ ल निकाल्नु। 2000 अहिले हामीले 25 र 18 को 2018 को निकाले जस्तो 2007 र 2018 को अड डे कति हुन्छ? महिला विकास सबैलाई छ, टिएससी बाहेक सबैलाई छ। टिएससीमा मात्रै नभएको अरू सबै एउटा 2016 11 3ले 14 हप्तामा 7 दिन हुन्छ। 14 लाई 7 ले भाग गर्दा शेष 0 हुन्छ। 0 इयरको अड्डे 0 आयो भने ती वर्षका पात्र हुबहु मिल्छन्। यो रुल सम्झनुहोस्। इयरको अड्डे 0 आयो भने अड्डे 0 आउँदा पात्रो मिल्छ, पात्रो हुबहु मिल्छ, पात्रो हुबहु मिल्छ। ल 2007 र 18 को पात्रो हुबहु मिल्छ, इयरको अड्डे 0 आयो, यो मिल्दैन, इयरको अड्डे 2 आयो, यो मिल्दैन, इयरको अड्डे 2 आयो। इयरको अड्डे 0 आयो भने पात्र हुबहु मिल्छ। यो 2007 र 2018 को पात्र हुबहु मिल्छ एउटै। अब एकचोटि म फेरि 0 बाट सट्ट यहाँ गर्छु। तपाईले अब मैले यहाँ 24 अड्डे निकाल्दा को वा दिएको दिन, ल सुरुको महिनाका बाँकी दिन, अन्तिम महिनामा सुरुको महिनाका बाँकी दिन, बीचको महिनाका पुरै दिन, अन्तिम महिनामा सोधेको वा दिएको दिन, अन्तिम महिनामा सोधेको वा दिएको दिन। अब यति। अब यहाँ मुठी कसिहाल्ने। जनवरी कतिको महिना? जनवरी 31 को महिना। यो जनवरीदेखि अप्रिल जहिले पनि सुरुबाट जाने। जनवरी, फेब्रुअरी, मार्च, अप्रिल। यहाँ पनि जनवरीदेखि अप्रिल, जनवरी, फेब्रुअरी, मार्च, अप्रिल। सुरुको महिनाका बाँकी दिन। जनवरी 31 को महिना, 31 मा 1 गएपछि 30 बाँकी। जनवरी 31 को महिना 14 गएपछि यो 17 बाँकी हो। यो त आज, यो चाहिँ जनवरी आज 14, आजबाट गयौँ नि त हामी त। जहिले पनि सुरुको महिनाका बाँकी, या आज जनवरी 31 को महिना 14 दिन गएपछि 17 दिन बाँकी। जनवरी 31 को महिना 1 दिन गएपछि 30 दिन बाँकी। फेब्रुअरीमा जहिले पनि 28, फेब्रुअरीमा 28। जनवरी, फेब्रुअरी, मार्च बिचका पुरै, यो पनि 31 दिन जानु पर्यो, यो पनि 31 दिन जानु पर्यो। यो 1 गतेसम्म सोधेको छ, यो पनि 1 गतेसम्म छ। यहाँ 4 गते भए 4 राख्ने, 5 गते भए 5 राख्ने, 6 गते भए 6 राख्ने, बराबर राख्ने। अब यहाँ कन्फ्युजन छ। अब यहाँ हेर्नुहोस् है। अब हप्तामा 7 दिन हुन्छ। 7 ले 30 लाई भाग गर्दा 2 शेष, 0 शेष, 3 शेष। 7 भन्दा सानो छ भने त त्यही शेष हुन्छ। 7 लाई 7 चौको 28, 2 शेष, 7 चौको 28, 0 शेष, 7 चौको 28, 3 शेष, 1, 3, 2, 5, 1 ले 6। यो पनि फ्युचर भएको हुनाले प्लस भयो। अब यसलाई 7 ले भाग गर्दा कति हुन्छ? यो जनवरी पछि अप्रिल, जनवरी पछि फ्युचर छ, त्यो त इयरको त छुटिसक्यो। जनवरीमा 7 दुना 14, 3 शेष, यहाँ पनि 0 शेष, 3 शेष, 1 शेष, 3 3 6 मा 1 जोड्दा 7, 7 ले 7 लाई भाग गर्दा 0 आयो हो। यो चाहिँ प्लस छ, प्लस 2 जोड्दा कति भयो? प्लस 6 र प्लस 2 जोड्दा, प्लस 6 र प्लस 2 जोड्दा प्लस 8 भयो। फेरि यसलाई त 7 ले भाग जान्छ, 8 लाई 7 ले भाग गर्दा 1 आयो, यो प्लस 8 आयो। 6 2 जोड्दा 8 लाई 7 ले भाग गर्दा 1 शेष आउँछ प्लस। सैटरडेमा 1 दिन जोड्दा सन्डे, यो रहेछ सन्डे रहेछ। अब यसमा त यो 0 भइगयो, केही गर्ने परेन, -2 हो। ट्युजडेमा -2 घट्दा यो पनि सन्डे आयो। ल तपाईले आजैबाट गयो नि, एउटै आउँछ। यो हामीले आजबाट गएको थियौँ, यो चाहिँ 0 आयो। 0 र -2 गर्दा -2 हुन्छ। यो प्लस 0 -2 गर्दा -2 हुन्छ। -2 घटाउँदाखेरि सन्डे भयो। अब यहाँ चाहिँ 1 जोड्दाखेरि यो 6 र 2 ले 8 भयो। 8 लाई 7 ले भाग्दा 1 शेष आयो, 1 जोड्दा सन्डे भयो। अब आन्सर त एउटै आयो, एउटै नआए त फेरि गल्ती भइहाल्छ। अब यहाँ कन्फ्युजन कहाँनिर छ? तपाईँलाई मैले दुईटा सँगै राखेर कम्पेयर गरेर सबै एउटा माइनस एउटा प्लस सबै क्लियर छ। जोड घटाउ गर्ने नजाने मात्रै हो, नत्र त अरू केही पनि सम्झाउनु पर्ने छैन। ए जनवरी 30 कसरी? 31 मा 1 घट्दा 30। आजैबाट जानु न। अब माघको कति दिन बाँकी छ? आज एक दिन बित्यो, सिम्पल छ। माघ आज 1 गते, अड डे भनेको 7 ले भाग गर्दा शेष रहनेलाई अड डे, बिजोड दिन। 7 ले निशेष भाग गयो भने जोर पो, गएन भने बिजोर।
को अप्रिल कति कति गते 6-7 ले 13 गते फ्राइडे 20 गते फ्राइडे 27 गते फ्राइडे ल आन्सर यति भयो 1 गते सन्डे आइसकेपछि 2018 को अप्रिल 1 गते सन्डे आइसकेपछि अब सन्डे 1 गते भयो 6 गते फ्राइडे अनि त्यसमा 7 जोडेपछि अर्को फ्राइडे 1 गते सन्डे हुनु भने 20 गते यहाँ ध्यान लाएर हेर्नु कि जोड घटाउ चाहिँ गर्न जान्नु आजबाट जाउँ कि 2000 बाट आउँ तपाईहरु एउटा भन्नुस् पहिला म ध्यान लाउनु न पहिला आजबाट जाउँ कि 2000 बाट जाउँ एउटा बुझ्नुस् जुन पनि आइहाल्छ ल 2000 बाटै जाउँ यहाँ अहिले ध्यान लाएर जोड घटाउ गर्ने जान्नुहोस् है जोड घटाउ नै गर्न आएन कि तपाईलाई हल्ला आउँदैन जनवरी 1 सैटरडे हुन्छ यो त फिक्स छ यो त फिक्स छ 2000 को 2400 को यो जनवरी 1 फिक्स पहिला ध्यान लाउनु न पहिला यो चाहिँ बुझ्नुस् अब जोड घटाउ गर्न चाहिँ जान्नु पर्यो तपाईलाई अरु केही सिकाएकै छैन यो पहिला मन्थ र डेको छुट्टै गई म यो घटाउन आउँछ हैन यसको र यसको अन्तर 18 4 ले भाग जाने 2000 एउटा 4 2004 एउटा 4 ले भाग जाने त आउँछ नि 2008 2012 2016 1 2 3 4 5 18 5 ले 23 इयरको अड्डे निकाल्न जानियो हैन र निकाल्नुस् ल 1900 जो घटाउन आउँदैन 1990 र 77 को अन्तर 13 बीचमा 4 ले भाग जाने भनेको छ 77 देखि माथि 90 सम्म 4 ले भाग जाने घटाउन नआएपछि त त्यो उद्यान लिभो नि 1990 बाट 1977 घटाउँदा 13 अब यो कसरी यहाँ त्यत्रो गराइराखेको उद्या माथि लि भयो हुन्छ ल उसले दियो आधा 1990 र 1977 को लिपमा अब यहाँ यसलाई यसको कति आधा अड्डे यहाँ त 2 आयो यो फ्युचर भएको हुनाले प्लस भयो 7 यहाँ 21 2 शेष हेर यो 23 लाई हप्तामा 7 दिन हुन्छन् 7 यहाँ 21 हेर यो शेष चाहिँ यसलाई भन्छ अड्डे ल हेर यो 2 चाहिँ अड्डे अरु मतलब हैन अब महिनामा जहिले पनि जनवरीबाट जाने जनवरी फेब्रुअरी मार्च अप्रिल मे जनवरी कतिको महिना हो जनवरी कतिको महिना डाँडो भएपछि 31 को महिना 31 मा 1 घटाउँदा 1 गयो 1 सकियो 30 मा 1 घटाउँदा यो 31 मा 1 घटाउँदा 30 बाँकी फेब्रुअरीमा जहिले पनि 28 राख्ने मार्च 31 जनवरी फेब्रुअरी मार्च अप्रिल 30 मे 10 गतेसम्म सोधे हुनाले त्यही मात्रै राख्ने यो सुरुकोमा बाँकी दिन बीचका पुरै अन्तिममा सोधेको दिनसम्म हप्तामा 7 दिन हुन्छ यसलाई 7 ले भाग गर्दा कति शेष यसलाई 7 ले भाग गर्दा कति शेष 2 शेष यसलाई 7 ले भाग गर्दा कति शेष 0 शेष यसलाई 7 ले भाग गर्दा कति शेष 3 शेष यसलाई 7 ले भाग गर्दा कति शेष 2 शेष यसलाई 7 ले भाग गर्दा कति शेष 3 शेष 3 2 5 3 8 2 ले 10 फेरि यो 10 लाई 7 ले भाग गर्दा कति शेष 3 शेष यसलाई 7 ले भाग गर्दा चाहिँ 3 शेष फ्युचर हो यो फ्युचर कि पास्ट यहाँ प्लस गर्ने कि माइनस गर्ने यहाँ प्लस कि माइनस यो जनवरी भन्दा पछि मे आउँछ कि मे भन्दा पछि जनवरी आउँछ यो त प्लस फ्युचर भयो जनवरी पछि मे आउँछ यो दुईटा जोड्दा +5 हो यो 5 लाई सैटरडेमा 5 दिन जोड्दा सैटरडेमा 1 दिन जोड्दा सन्डे शनिबारमा 1 दिन जोड्दा आइतबार 2 दिन जोड्दा सोमबार 3 दिन जोड्दा मंगलबार 4 दिन जोड्दा बुधबार 5 दिन जोड्दा बिहीबार थर्सडे ल मार्चमा हुँदैन मार्चमा सबैमा यो बिजाता पुरै तपाई माघको 1 गतेबाट फागुन 10 गतेसम्म जानु पर्यो भने माघका बाँकी दिन फागुन पुरै चैत 10 त्यसरी जाने ल सकिहाल्यो अब यहाँ केही कन्फ्युजन हुनु पर्ने छैन जनवरी 1 के बार वर्षसँग पर्छ ल यो 3टा गरौँ त अनि बुझिहाल्नु यहाँ सबै खालको हो
यहाँ फरक कति 2000 र 1990 को फरक 10 लिप इयर कतिवटा भन्नु त हो यस्तोमा नजुकिनुहोस् यहाँ लिप इयर कतिवटा 2010 हो करण बहादुरले ठिक भन्नु हो लिप इयर दुईटा एउटा 1996 एउटा 1992 दुईटा लिप इयर 4 ले भाग जाने दुईटाको बिचमा दुईटा लिप इयर 12 भयो यो 2000 किन लिप इयर भएन यहाँ भने तपाईँ 2000 को लिप इयर त 2000 र फेब्रुअरी 29 हो लिप इयर 2000 को फेब्रुअरी 29 मा मात्रै लिप इयर हो यो प्रश्नमा 2029 2000 को फेब्रुअरी 29 काउन्ट नै हुँदैन यो त पास्ट यता फर्केर आयो तलतिर फर्केर आयो जनवरी 2 पनि गएन 3 पनि गएन फेब्रुअरी 29 त कुरिसक्यो भनेपछि यहाँ लिप इयर दुईटा मात्रै भयो यी दुईटा भए यो महिनाको जनवरी 1 जनवरी 1 0 भयो कुरो सक्यो यसलाई 7 ले भाग गर्दा कति शेष यसलाई 7 ले भाग गर्दा कति शेष 5 शेष यसलाई प्लस गर्ने कि माइनस गर्ने यहाँ 5 शेष आयो यो पास्ट भएको हुनाले माइनस गर्ने कि प्लस गर्ने पास्ट भयो 2000 बाट 1990 भने पास्ट भयो पास्ट भनेपछि माइनस गर्ने हो सैटरडेमा -5 गर्दा 7 मा -5 गर्दा 2 हुन्छ 2 भनेको मन्डे आइन्छ ल मन्डे निकाल्नेको ठिक छ यहाँ मन्डे आन्सर भयो यो पास्ट भएको हुनाले माइनस सकिहाल्यो यो 2000 लिप इयर किन भएन भन्दा 2000 लिप इयर फेब्रुअरी 29 मा हो जहाँ पाती लिप इयर भइहाल्दैन नि त हो यो तपाईहरुले एकदम राम्रो गर्नुभयो सन् 2001 र 2018 को पात्रो सन् 2000 र 2018 को पात्रो यहाँ हेर्नुस् है सन् 2000 र 2018 को पात्रो चाहिँ 2021 2023 भनेपछि यसको चाहिँ हुबहु मिल्ने यहाँ अप्सन हेर्ने यो इयरको अड्डे निकाल्ने 2001 र 2018 को अड्डे कति हुन्छ 2001 र 2018 को अड्डे कति हुन्छ भन्नुस् त 17 बिचा लिप इयर कतिवटा 1 र 18 को बिचा लिप इयर कतिवटा 4 ले भाग जाने कतिवटा 4 वटा 17 4 ले 21 21 लाई 7 ले भाग गर्दा कति शेष 0 0 अड्डे आयो 0 आउने बित्तिकै पात्र हुबहु मिलो डे ह्युमन राइट डे एड्स डे यस्तो आफै सोध्छ यो चाहिँ आफैले बुझ्नु पर्यो यो कति महिनाको कति गते हो भन्ने कुरा थाहा हुनु पर्यो यहाँ एक्स्ट्रा नियम छ तपाईले आजबाट जाने कि 2000 बाट जाने तपाई जुन भन्नुहुन्छ त्यसैबाट जाने त आजबाट जाने कि 2000 बाट जुनबाट जाने सन् 2001 जन अब इयरको अड्डे यहाँ 30 कतिवटा लिप इयर छन् भन्नुस् त लिप इयर संख्या 2000 देखि यहाँसम्म कतिवटा लिप इयर छन् 30 सम्म 8 वटा 30 8 ले 38 38 लाई 7 ले भाग गर्दा कति शेष 2000 देखि 2030 सम्म 8 वटा 2000 एउटा यसो फेब्रुअरी 29 आउँछ नि त 2004 2008 2012 2016 2020 2024 2028 1 2 3 4 5 6 7 8 8 हो 38 यसलाई 7 ले भाग गर्दा कति शेष 3 यहाँ प्लस कि माइनस यो फ्युचर भएको हुनाले प्लस यहाँ प्लस अब जनवरी र फेब्रुअरी सुरुको महिनाका बाँकी दिन जनवरी फेब्रुअरी सुरुको महिनाका 31 मा 1 गएपछि 30 बाँकी दिन फेब्रुअरीमा त जति छ त्यति नै राख्ने हो यो अन्तिम महिना त जति छ त्यति राख्ने हो 7 ले भाग गर्दा 2 शेष 7 ले भाग गर्दा 0 शेष यो पनि फ्युचर भएको हुनाले प्लस भयो यही नै शेष भयो अब 3 र 2 जोड्दा 5 प्लस 5 भयो यो सैटरडेमा 5 हो तपाईले एकदम राम्रो गर्नुभएको छ 5 जोड्दा थर्सडे तपाईले त्यहाँ अहिले नै धेरैले थर्सडे निकाल्छ तपाईले बेस्ट गर्यो तपाईले अहिले नै थर्सडे निकाल्नु भयो त्यहाँ धेरै मान्छेले मलाई थर्सडे निकाल्दिएर माइनस कि प्लस माइनस 1976 के 2076 5 वर्ष पहिले अहिले म 40 वर्षको छु 5 वर्ष पहिले यो 2076 मा म कति थिएँ माइनस कि प्लस 30 दिन हुन्छ एक दिन घटेपछि 30 दिन बाँकी जनवरी 31 को महिना हो एक दिन यहाँ दिएछ यहाँ एक छ भनेपछि 30 दिन बाँकी यहाँ 10 भए हामीले यहाँ 21 लेख्थ्यौं 31 मा 10 गर्दा 21 लेख्थ्यौं
यहाँ यहाँ 12 भने भए एक दिशा 12 गर्दा 19 लेख्थ्यौँ, बाँकी दिन भने त हो। अब अहिले चाहिँ यहाँ यो एक छ, एक दिशा एक गर्दा 30 लेखा यसरी। अब कसरी आयो भन्नु, तपाईँ तपाईँ चाहिँ 1990मा कसरी जन्मियो? अब यो अहिले 2025 कसरी आयो? एउटा सुरु गर्दै आयो कि अब कसरी आउनु? 12मा फ्राइडे भए यो 9 छ। अब एउटा तपाईँलाई मन्थ र डेको त टेन्सनै भएन। यहाँ कति अड डे हुन्छ ल भन्नु त? 6 र 4मा कति अड डे? ती दुइटाको अन्तर कति? यहाँ 2टा अड डे। यहाँ लिप इयर छ कि छैन? यो 2004को मे 20बाट यता आसी यसमा लिप इयर छ कि छैन? 2004 लिप इयर काउन्ट हुन्छ कि हुँदैन? यसमा छैन। 2004को फेब्रुअरी 29 हो लिप इयर, 29मा मात्रै हो, यो मात्रै हो लिप इयर भनेको। तर यसमा यो 2004को मे 20बाट मे 21तिर जाँदाखेरि लिप इयर यो छैन। मे 21, 22बाट अनि अरू आउँछ भनेपछि यो छैन। यसमा यही दुई मात्रै लगाएर यहाँ जोड्नु पर्यो। 4का लागि 6 फ्युचर भएर जोड्दाखेरि ट्युजडे भयो। तर यसमा चाहिँ यो जनवरी 12 त 0 भयो भयो। 4 र 6को अन्तर 2, तर यसमा चाहिँ लिप इयर भयो। किनभने तपाईँ जनवरी 12बाट जनवरी 13 अनि जनवरी पछि फेब्रुअरी 29 आउँछ नि त। अब यसमा चाहिँ 2004को फेब्रुअरी 29 गणना हुनेछ। यसमा चाहिँ यो चाहिँ बाँकी नै छ। यो चाहिँ यसमा त पार भइसक्यो भनेपछि एक जोडिन्छ। फ्राइडेमा यो 3 दिन जोड्दा यो 2 र 1ले 3 शेषै त्यही हुन्छ, 7भन्दा सानो भएसित। फ्राइडेमा 3 दिन जोड्दा चाहिँ मन्डे भयो। ल यसरी भनेपछि तपाईँको एउटै इयर हुँदैमा लिप इयर भइहाल्छ भन्ने होइन। यो मन्थ कहाँबाट सुरु भएको छ हेर्ने। यदि फेब्रुअरी पार भएर आयो भने यो लिप इयर बाँकी रहँदैन। यदि जनवरी र फेब्रुअरी छ भने चाहिँ यहाँ जनवरी र फेब्रुअरी छ भने चाहिँ लिप इयर हुन्छ भनेपछि तपाईँ 4 देख्दैमा लिप इयर भइहाल्ने होइन। त्यसको फेब्रुअरी 29 गणना हुनेछ कि छैन भनेर हेर्नु पर्यो। कुरो त्यति हो। ल यहाँ सँगै राखेर यसरी क्लियर पारेपछि झुकिन्छ त। अब म यहाँ 2टा दिन्छु तपाईँलाई भोलिलाई, त्यो गर्नु। अनि धेरैवटा रुलहरू लेख्छ्याप छ, यी 2टा भोलि गरेर ल्याउने। नआए म सिकाइदिउँ ल। आधार मान्नु जाने मिलिहाल्छ। अब यो डिफ्रेन्ट निकाल्ने, यसको डिफ्रेन्ट निकाल्ने। यसलाई 1600 जाने। यो नजिक गर्दा छ त्यसलाई 1600को जनवरी 1 सैटरडे हुन्छ। 400ले भाग 19को छैन। 1954 तपाईँलाई कण्ठ छ र? 1954 कण्ठ छ र? छैन नि। हुन त हो नि 1954 के अरे 54को सैटरडे हुन्छ भन्ने फिक्स छैन। यो त 400ले भाग जानेको पहिलो दिन मात्रै शनिबार हो। यसलाई चाहिँ यो 2000, 1600, 1200, 2400को मात्रै हो, 1954को होइन। त्यसो भए त छुइँ छुइँ लेख्न के थियो र? ल यदि भोलि